नमस्ते सम्पूर्णमा। आज चाहिँ म पाखरीबासमा रहेर भिडियो बनाउँदैछु। आज चाहिँ हाम्रो आल्चा टिपाई भइरहेको हुनाले म चाहिँ आज आल्चा बगानमा रहेको छु। आल्चा चाहिँ पाकेर रातै भइसकेको छ अनि खाने बेला पनि भइसकेको छ। बिक्री पसिसकेको हुनाले हामी आल्चा टिप्दैछौँ। हामी यो आल्चा चाहिँ टिपेर बिक्री गर्दैछौँ है त। हजुरहरूले देख्न सक्नुहुन्छ हामीले टिप्दैछौँ आल्चा। यसलाई चाहिँ कसैले खुर्पानी भन्नुहुन्छ, कसैले आरु बखडा। हामीले चाहिँ यसलाई आल्चा भन्छौँ। अब यो रातो भइसकेको छ। यो रातो भएर हामीले टिप्न थालिसक्यौँ। अब यो चाहिँ गुलियो पसिसकेको छ, यो गुलियो हुन्छ। त्यस कारणले गर्दा अब हामीले यसलाई बिक्री गर्छौँ है त। हजुरहरूले देख्न सक्नुहुन्छ कति मजाले रातो भएर पाकिरहेछ है त आल्चा। अहिले चाहिँ हामी आल्चा बगानमा छौँ है त। यहाँ आल्चा टिप्नेहरू धेरैजना हुनुहुन्छ। सबैजनाले आल्चा टिपिराख्नु भएको छ। देख्न सक्नुहुन्छ आल्चा दाजुहरूले टिप्दै हुनुहुन्छ। अब हामी चाहिँ आल्चा टिपेर